तपाईलाई थाहा छ, श्रावण महिनामा राशि अनुसार ग्रहहरूको स्थान परिवर्तन हुँदैछ। आषाढ महिनाको अन्त्यसँगै श्रावण 1 गतेबाट कर्कटमा गोचर गर्ने सूर्य अनि बृहस्पति ग्रह आषाढ 32 गतेबाट अस्त भएर श्रावण 24 गते उदाउनेछन्। यस्तै श्रावण 6 गते उदाउने बुध श्रावणको 20 गतेपछि कर्कटमा सर्नेछ। अब यो ग्रहहरूको स्थान परिवर्तन तपाईका लागि कति शुभ हुन सक्ला? श्रावण महिनामा तपाईको वैवाहिक सम्बन्ध वा प्रेम सम्बन्ध कस्तो रहला? यस महिनामा ग्रहको परिवर्तनले स्वास्थ्य, धन, व्यापार, नाफा वा नोक्सानमा के प्रभाव पार्ला? नमस्कार, म राशिफल प्रस्तुता ज्योतिषी एकराज दुलाल गुरुदर्शन नेपाल युट्युब च्यानलमा 2083 साल श्रावण महिनाको मासिक राशिफलको भिडियो लिएर उपस्थित भएको छु। भिडियो सुरु गर्नुभन्दा पहिले गुरुदर्शन नेपाल युट्युब च्यानललाई एक सब्स्क्राइब गर्नुहोला र भिडियो पुरा हेरेर लिंक सेयर गर्न नभुल्नुहोला। मेष राशिको श्रावण महिनालाई मध्यनजर गर्दा केही शुभ र केही अशुभ देखिन्छ। धनस्थानको मालिक शुक्र श्रावण 15 गतेसम्म पञ्चम भावमा रहने हुनाले सामान्य धन लाभकै समय रहेको छ। धनस्थानको मङ्गलले दाँत घाँटीमा समस्या दिनेछ भने श्रावण 15 गतेपछि शुक्रको स्थान परिवर्तनसँगै शुक्र नीच राशिमा 6औं स्थानमा गोचर गर्नेछ। यसले गर्दा सञ्चित धनमा नाश हुने, चोरी हुने अथवा रोगमा केही खर्च गर्नुपर्ने हुन सक्छ। शत्रु भय रहनेछ। यस्तै गरेर बृहस्पति अस्ताउनाले यो राशिमा घरायसी समस्याहरू निम्तन सक्नेछ। श्रावण 20 गतेबाट बुध कर्कटमा देखिनेछ भने यसले घरायसी व्यापार, व्यवसाय वा आन्तरिक व्यापारमा वृद्धिको समय रहेको छ। प्रेम सम्बन्ध श्रावण 15 गतेसम्म सामान्य रहे पनि 15 गतेपछि शुक्रको नीचो गोचरले दाम्पत्य जीवनमा केही कलहको स्थिति देखिएला। नकारात्मक विचार र शङ्कालु प्रवृत्तिले मनमा दुविधा पैदा गर्ने हुनाले यस्ता खालका विचार र प्रवृत्तिबाट टाढा रहने र मनलाई शान्त राख्नाले प्रेममा सुधार देखिनेछ। यस राशिलाई वर्षभरि नै चल्ने 7.5 शनि पनि रहने भएकाले शनिबारको दिन पिपलमा जल चढाउने, हनुमान चालिसा जप गर्ने र मृत्युञ्जय यथाशक्ति पाठ गर्ने गर्नाले ग्रहहरूको दोष कम गर्ने छ। यस राशिलाई श्रावण महिनामा बारहरूमा बुधबार शुभ देखिएको छ भने अङ्कहरूमा 4 अङ्क शुभ अङ्क रहेको छ। यो राशिको स्वामी ग्रह शुक्र हो। शुक्र ग्रहको गोचर श्रावण 15 गतेसम्म चतुर्थ भावमा रहनाले घरमा नयाँ भौतिक सामानहरू थपिने तथा घर निर्माण मर्मत हुने सम्भावना देखिन्छ। तर श्रावण 15 गतेपछि पञ्चम भावको नीच शुक्रले शारीरिक बाधा देखिनुका साथै परीक्षा, प्रतिस्पर्धा, अध्ययन, अध्यापनको क्षेत्रमा सफलता न्यून नै देखिन्छ। लग्नेश भएकाले जोस जागरमा कमी गराउन सक्नेछ। एकादश भावको मालिक शनि केही अशुभ देखिन्छ। यसले प्राविधिक क्षेत्रका कार्यहरूमा गरिरहनु भएका वा यो क्षेत्रमा कार्यरत रहनुभएकाहरूलाई लाभको बेला रहेको छ। यसै क्षेत्रसँग व्यापार, व्यवसाय पनि फस्टाउने देखिन्छ। श्रावण 18 गतेसम्म सप्तम भावमा मङ्गलको स्वगृही दृष्टि प्रेम सम्बन्धका लागि राम्रै देखिन्छ। तर 18 गतेपछि मिथुनमा आउने शत्रुगृही मङ्गलले भने समझदारीमा कमी देखिन सक्छ। खर्चहरू बढ्ने र विचारहरू परिवर्तन हुने सम्भावनाहरू रहन्छ। यो राशिलाई बृहस्पतिको अस्तले पराक्रममा कमी गराउन सक्छ, ख्यातिलाई कमी गराउन सक्नेछ। श्रावण 20 गतेपछि बुधले कर्कटमा गोचर गर्दैछ। यसले सञ्चार क्षेत्रमा कार्यरत रहनुभएकाहरूलाई शुभ देखिन्छ। बोलीको प्रभाव देखिनेछ। कसै कसैमा यो ग्रहले ख्याति पनि थप्न सक्नेछ। यो राशि हुनेहरूले स्वास्थ्यका लागि देवीको आराधना गर्ने अथवा घरमा यथाशक्ति दुर्गा सप्तशती चण्डी पाठ गराउने गर्नुपर्छ। र यो राशिको श्रावण महिनाको शुभबार भनेको सोमबार हो भने अङ्कहरूमा 4, 5 र 9 अङ्क शुभ अङ्क हुन्। मिथुन राशिको स्वामी ग्रह बुध हो। बुध यस महिना श्रावणको 6 गते उदय भएर 20 गतेसम्म मिथुनमा नै रहने भएकाले लग्नमा बन्ने संयोगको कारण ख्याति, मान सम्मान बढ्ने देखिन्छ।
शारीरिक समस्याहरू कम हुँदै जानेछन्। बौद्धिक कामहरूमा बढी सफलता मिल्नेछ। दशम भावको शनि पनि प्रविधि क्षेत्रको मालिक हुनाले फलाम र फलामजन्य वस्तुहरूको व्यापारको आम्दानीमा वृद्धि हुने देखिन्छ। यस महिना बृहस्पति अस्तले मिथुन राशिमा पार्ने प्रभाव भनेको आम्दानी बढे पनि बचत कम हुने देखिन्छ। शुक्रको नीच गोचर 15 गतेपछि चतुर्थ भावमा रहँदा घरायसी खर्चहरू बढ्ने देखिन्छ। पेटको समस्या रहन सक्छ। पढाइ लेखाइ सामान्य रहनेछ। 8औं भावको मालिक मङ्गल श्रावण 18 गतेसम्म व्यय भावमा गोचर गर्दा शत्रु भयो भने रहन्छ। 15 गतेसम्म वैदेशिक क्षेत्र सामान्य रहनेछ भने 15 गतेपछि वैदेशिक क्षेत्रमा रहनुहुनेलाई स्थान परिवर्तन गराउने वा पेट तथा घरायसी समस्याहरू थपिने देखिन्छ। यो राशिले पारिवारिक स्वास्थ्यको कामनाको लागि देवीको आराधना गर्नु उचित रहन्छ। यो राशिलाई बारहरूमा बुधबार र बिहिबार शुभ बार रहेका छन् भने अङ्कहरूमा 3 र 4 अङ्क शुभ देखिएका छन्। कर्कट राशिलाई यो श्रावण महिना स्वास्थ्यका लागि बाधक बन्न सक्छ। बृहस्पतिको अस्तले यो राशिलाई शारीरिक तथा मानसिक समस्या दिनेछ। विशेष गरेर दीर्घरोगी, वृद्ध र उपचारमा रहनुभएकाहरूलाई अस्त बृहस्पतिको प्रभाव बढिरहने र असर गर्नेछ। यस्तै धनस्थानको केतुले खर्चहरूमा वृद्धि गर्नेछ। व्यापार व्यवसाय श्रावण 15 गतेसम्म राम्रै देखिए पनि 15 गतेपछि शुक्रको अशुभ गोचरले केही कमी गराउन सक्नेछ। अनि मङ्गल ग्रह 18 गतेबाट मिथुनमा गोचर गर्दैछ। यो दशम भावको मालिक र पञ्चम भावको मालिक पनि भएकाले कार्यक्षेत्रमा कामको चाप बढ्नेछ। कार्य गर्दा कार्यक्षेत्रमा एकदमै सचेत रहनुपर्ने देखिन्छ। मङ्गल ग्रहको अशुभ गोचरले अनावश्यक खर्चमा परिने वा जरिमाना परिने सम्भावना बढिरहन्छ। मान सम्मानमा कमी गराउन सक्नेछ। यस्तै गरेर पञ्चमेश पनि भएकाले सन्तान सुखमा कमी गराउने सम्भावना रहन्छ। अनि विद्यार्थी वर्गमा परीक्षा प्रतिस्पर्धाहरूमा मेहनत बढी गर्नुपर्ने देखिन्छ। यसले कसैलाई असफलतातिर धकेल्न सक्छ। यस कारणले यसको समाधानका लागि मङ्गलबारको दिन गणेश भगवानलाई सम्झने साथै मङ्गलबार र सोमबार व्रत बस्नु शुभ हुन्छ। अथवा तपाईँ कुनै विशेष कार्यको थालनी गर्दै हुनुहुन्छ भने गणेश पूजन राम्रोसँग गरेर अथवा दिन, बार, तिथि र चन्द्रमाको स्थिति हेरेर मात्र कार्य सुरु गर्नु उचित देखिन्छ। यो राशिलाई यस श्रावण महिनामा बारहरूमा सोमबार शुभ रहेको छ भने अङ्कहरूमा 2 र 4 अङ्क शुभ अङ्क हुन्। सिंह राशिलाई अष्टम भावको शनिको प्रभाव वर्षभरि नै रहन्छ। यो राशिको विशेष गरेर प्रेम सम्बन्ध र वैवाहिक सम्बन्धमा असन्तुलनको स्थिति देखा पर्न सक्छ। लग्ने सूर्य 12औं भावमा गोचर गर्दा शरीरमा कष्ट हुनुका साथै आँखा, टाउको सम्बन्धी समस्याहरूले सताउन सक्नेछ। शुक्रको नीच गोचरले मातालाई कष्ट दिन सक्नेछ। चतुर्थ भावको मालिक बुध श्रावण 20 गतेपछि कर्कटमा जाँदा बोल्दा ध्यान दिनुपर्ने हुन्छ। बोलीको कारण अब्जस अथवा कुनै प्रकारको कष्ट हुने सम्भावना यो ग्रहले देखाएको छ। यस्तै गरेर मङ्गलको गोचर मिथुनमा शत्रुगृही हुनाले घर परिवार अनि मातालाई कष्ट अथवा कुनै अचानक आउने अप्रिय खबरले मन दुखी रहनेछ। यो राशि हुनेको बृहस्पतिको उदय श्रावण 24 गते हुनेछ। यसपछि मात्र यो राशिमा केही सन्तुलन देखिनेछ। यो राशि हुनेहरूले शनि मुद्रिका धारण गर्ने वा मृत्युञ्जय हनुमान चालिसा र अडैया शनिको ग्रह शान्ति गर्नाले वर्षभरि नै केही शान्ति मिल्नेछ। यो राशिलाई श्रावण महिनामा बारहरूमा बुधबार शुभ रहेको छ भने 2 र 7 अङ्क शुभ अङ्क हुन्। कन्या राशिलाई यो महिना मध्यम रहेको छ। श्रावण 15 गतेसम्म शुक्र सिंह राशिमा रहनाले वैदेशिक क्षेत्रका कामहरू बन्नेछन्। यस्तै 15 गतेपछि शुक्रको गोचर लग्न भावमा नीच हुनाले शारीरिक समस्याहरू आउन सक्छन्। तर यसको उच्चको दृष्टि सप्तम भावमा पर्ने हुनाले जीवन साथीसँगको सम्बन्ध निकै फलदायी बन्ने देखिन्छ। त्यस्तै सामान्य धन लाभको पनि योग रहेको छ। दैनिक रोजगार स्थानमा पर्ने उच्चको दृष्टिले व्यापार व्यवसाय पनि शुभ नै देखिन्छ।
फेन्सी सामानहरूको व्यापारबाट मनग्गे आम्दानी हुनेछ। यो राशिलाई बृहस्पति अष्टको फल पञ्चम भावमा देखिएको छ। यसले सन्तान सुखमा कमी गराउन सक्नेछ। यस्तै गरेर मङ्गलको गोचर श्रावण 18 गतेपछि मिथुनमा रहनेछ। यसरी यो राशिको मङ्गल दशम भावमा रहने देखिन्छ। यस गोचरले मान प्रतिष्ठा बढ्ने र पराक्रम बढ्ने देखिन्छ। वैदेशिक क्षेत्र सामान्य नै देखिन्छ। दैनिक कामहरू सामान्य नै रहनेछन्। यो राशिले स्वास्थ्यका लागि सोमबारको व्रत बस्नु नै उपयोगी देखिन्छ। यो राशिलाई श्रावण महिनामा बारहरूमा शुक्रबार शुभ रहेको छ भने 1 र 2 अङ्क शुभ अङ्क हुन्। राशिको शुक्र श्रावण 15 गतेसम्म एकादश भावमा रहने हुनाले तुला राशिलाई 15 गतेसम्म सामान्य जस्तै रहन्छ। व्यापार व्यवसायमा राम्रै फाइदा गराउन सक्नेछ। तर श्रावण 15 गतेपछि शुक्रको नीच व्यय भावको गोचरले शरीरमा अशान्ति रोग कष्ट दिन सक्छ। बृहस्पति पनि असारको 32 गतेबाट अस्त भएका कारण यो राशिलाई शारीरिक कष्टको सम्भावना देखाउँछ। पञ्चमेश पनि यो राशिको वर्षभरि नै छैटौं रहन्छ। यसले विद्यार्थी वर्गमा केही असुविधा पर्न जान्छ। परीक्षा प्रतिस्पर्धा जस्ता विषयहरूमा राम्रो मेहनत नगरे असफलतातर्फ धकेल्न सक्ने देखाउँछ। दशम भावमा 20 गतेपछि गोचर गर्ने बुधले केही लाभ दिए पनि यो राशिको लग्नेश र पञ्चमेशको कारण श्रावण महिनामा खर्चहरू अत्याधिक बढ्ने, सञ्चित धनहरू गुमाउनु पर्ने अनि स्वास्थ्यमा बाधा र सन्तानको सुखलाई समेत कमी गराउन सक्छ। सप्तमेश मङ्गल श्रावण 18 गतेसम्म अष्टम भावमा गोचर गर्नाले यो राशिको प्रेम सम्बन्ध पनि त्यति बलियो देखिँदैन। सामान्य विवादहरू देखिन सक्नेछन् भने समझदारीमा कमी हुन सक्ने देखाउँछ। खर्चहरूको विवादले तान्न सक्नेछ। तर 18 गतेपछि मङ्गलको गोचर भाग्य भावमा रहनाले यस्ता समस्याहरू समाधान हुँदै जानेछन्। दाम्पत्य जीवनमा खुसी भरिनेछ भने प्रेम सम्बन्धमा पनि समझदारी बढ्ने देखिन्छ। यो राशिले यस महिना मङ्गलबारको व्रत बस्ने र रातो र कालो वस्तुहरू दान गर्ने अनि पञ्चमेश शनि अलिक कमजोर देखिएकोले हनुमान चालिसा र मृत्युञ्जय पाठ गराउनु शुभ मानिन्छ। यो राशिलाई बारहरूमा बुधबार शुभ देखिएको छ भने अङ्कहरूमा 3 र 4 अङ्क शुभ देखिन्छ। वृश्चिक राशिलाई यस श्रावण महिनामा बृहस्पतिको अस्तले धन आर्जन र खर्चहरूमा हलचल ल्याउन सक्छ। लग्नेश मङ्गलको गोचर 18 गतेसम्म सप्तम भावमा रहनाले स्वास्थ्य सन्तुलनमा नै रहे पनि श्रावण 18 गतेपछि मङ्गलको गोचर अष्टम भावमा रहन्छ। यसले शारीरिक समस्याहरू दिन सक्छ। मङ्गल शत्रुगृही रहने भएकाले रक्त विकार, ब्लड प्रेसर हाई वा लो हुने सम्भावनाहरू रहन्छ। यो राशिले आवेगलाई नियन्त्रण गर्नुपर्छ, नत्र ठूलो धन गुमाउनु पर्ने हुन सक्छ। यस्तै गरेर शुक्रको गोचर श्रावण 15 गतेसम्म दशम भावमा रहँदा व्यापार व्यवसाय शुभ नै देखिन्छ। 15 गतेपछि शुक्रको गोचर एकादश भावमा नीच रहनाले केही कमी गराउन भने सक्नेछ। यस्तै पञ्चम भावमा सोही शुक्रको उच्च दृष्टिले विद्यार्थी वर्गमा भने लाभको समय रहेको छ। पढाइ लेखाइ परीक्षा प्रतिस्पर्धामा सफलता दिलाउन सक्नेछ। यो राशिलाई वैदेशिक रोजगारका लागि तयारी गर्दै हुनुहुन्छ भने श्रावणको 15 गतेसम्म शुभ देखिन्छ भने कोही पढाइ वा उच्च शिक्षाका लागि वैदेशिक क्षेत्रमा जाने तयारी गर्दै हुनुहुन्छ भने श्रावणको 15 गतेपछिको समय शुभ देखिन्छ। यस्तै यो राशिले श्रावण महिनामा स्वास्थ्यमा समस्या देखिएको खण्डमा भौमको ग्रह शान्ति र रातो चीज वस्तुहरूको दान गर्न उपयुक्त देखिन्छ। यो राशिलाई श्रावण महिनामा 5 अङ्क शुभ रहेको छ भने बारहरूमा शुक्रबार शुभ बार हो। धनु राशिलाई यस महिना बृहस्पति अस्तको प्रभाव रहनेछ। यो राशिको राशि स्वामी अस्त हुनाले यो राशि भएकालाई शारीरिक र मानसिक समस्याहरू थपिनेछन्। बिरामी र वृद्धहरूलाई अझ बढी असर रहने हुनाले यो अस्तको समयमा कुल देवता सात्विक देवताको जप ध्यान गर्नु उचित रहन्छ। यो राशिको दशमेश बुध श्रावण 6 गतेबाट उदय भएर श्रावणको 20 गतेपछि कर्कटमा
अष्टम भावमा जानेछ र शुक्र पनि 15 गतेपछि नीच अवस्थामा गोचर गर्दा यसले कार्यक्षेत्रमा थप कष्ट थप्न सक्नेछ। कामको चाप बढ्ने वा कार्यक्षेत्रमा स्थानान्तरण हुने सम्भावनाहरू रहन्छ। पञ्चमेश मङ्गल वृष राशिमा श्रावणको 18 गतेसम्म 6औं भावमा रहने भएकाले पढाइ लेखाइमा मन नजाने, परीक्षा प्रतिस्पर्धामा हार हुने वा मेहनत बढी गर्नुपर्ने हुन्छ। तर श्रावणको 18 गतेपछि भने मङ्गल सप्तम भावमा रहने भएकाले विद्यार्थी वर्गलाई शुभ संकेत मिल्नेछ। यसपछि सबै सामान्य बन्दै जानेछ। यस्तै यस राशिको मीनमा रहने शनिले फलाम र प्राविधिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ। यो राशिको शुभ अङ्क भनेको 7 हो भने बारहरूमा सोमबार श्रावण महिनामा शुभ देखिन्छ। मकर राशिको यस महिना मङ्गलको गोचर श्रावण 18 गतेसम्म पञ्चम भावमा रहन्छ। त्यसपछि मङ्गल मिथुनमा सर्छ अनि यस्तै गरेर शुक्र पनि श्रावणको 15 गतेसम्म सिंहमा रहन्छ। 15 गतेपछि भाग्य भावमा तर नीच अवस्थामा रहन्छ। राहु धनस्थानमा कुम्भमा छ अनि बृहस्पति सप्तम भावमा अस्ताउँदैछ। बुध 6 गतेबाट उदाउँदैछ भने श्रावणको 20 गतेपछि कर्कटमा सप्तम भावमा सर्छ। अब समग्र मकर राशिको यस महिनाको गोचर हेर्दा शरीरमा थोरै अल्छीपना देखिन सक्छ। धन सञ्चय गर्न निकै धौधौ पर्ने देखिन्छ। ठुलो रकमको कारोबारमा अलि ध्यान दिनुपर्ने हुन सक्छ। घरायसी विवादहरू श्रावण 18 गतेसम्म चुलिनेछन्, यसपछि सकारात्मक हुँदै जानेछन्। विद्यार्थी वर्गमा पनि श्रावण 15 गतेसम्मको योगले अल्छीपन, मेहनत र असफल गराउन सक्छ। सन्तानको सुखमा कमी गराउने हुन सक्छ। विवाहितहरूमा सन्तानबाट अपेक्षाहरू घट्न सक्छन्। यस्तै गरेर श्रावणको 15 गतेपछि सबै कुराहरू सामान्य बन्दै जानेछन्। श्रावणको 24 गतेपछिको समय वैदेशिक रोजगारमा रहनेहरूका लागि शुभ देखिन्छ। लाभको बेला त्यसपछि मात्र देखिन्छ। व्यापार व्यवसाय पनि 15 गतेपछि सामान्य अवस्थामा फर्कनेछ। यस्तै गरेर यो राशिलाई बारहरूमा बुधबार शुभ देखिन्छ अनि अङ्कहरूमा 4 र 6 अङ्क शुभ अङ्क हुन्। कुम्भ राशिको ग्रहको गोचर हेर्दा वर्षभरि रहने धनस्थानको शनिले धन हानि नोक्सानी वा नउठ्ने समस्याहरू देखिन सक्छन्। यो राशिलाई 7.5 शनि पनि रहेको हुनाले 7.5 शनिका फलहरू पनि देखिनेछन्। यस महिना यो राशिको शुक्र 15 गतेपछि अष्टम भावमा सर्दैछ। यसले भाग्यमा परिवर्तन गर्न सक्छ तर परिवर्तन त्यति प्रभावशाली देखिँदैन। यो राशिको चतुर्थेश पनि यही शुक्र रहनाले घरायसी समस्या, मातालाई कष्ट वा जग्गा जमिन सम्बन्धी विवादहरू थपिन सक्नेछन्। यात्राहरूमा सावधान रहनुपर्छ। लामो दूरीका यात्राहरूमा चोटपटक लाग्ने वा पेटको समस्याले ग्रसित गराउन सक्ने देखिन्छ। पञ्चम भावको मालिक बुध 20 गतेसम्म त शुभ नै छ। पञ्चम भावमा नै रहने हुनाले विद्यार्थी वर्गमा सफलता नै दिलाउने देखिन्छ। त्यसपछि भने बुध कर्कटमा 6औं भावमा जाँदा मेहनत धेरै गराउन सक्छ। कार्यक्षेत्र सामान्य नै रहनेछ। प्रेम सम्बन्धमा केही कमजोरीहरू देखिन सक्छन्। असमझदारीहरू बढ्नेछन्। विशेष गरेर यो राशिले श्रावणको 15 गतेपछि अलि बढी सजग रहनुपर्ने देखिन्छ। यो राशिलाई बारहरूमा सोमबार शुभ देखिन्छ भने अङ्कहरूमा 3 अङ्क शुभ अङ्क रहेको छ। यो राशिको शनि 7.5ले गर्दा शारीरिक र मानसिक समस्याहरू दिन सक्ने देखिन्छ। यस राशिलाई यो श्रावण महिनामा अस्त हुने बृहस्पतिले अझ असर गर्ने देखिन्छ। श्रावण 15 गतेपछि गोचर गर्ने कन्याको नीच शुक्रले प्रेम सम्बन्धलाई चिस्याउन सक्छ। विचार नमिल्दा सम्बन्धमा खल्लोपन महसुस हुन सक्ने देखिन्छ। मङ्गलको गोचर 18 गतेपछि चतुर्थ भावमा रहनाले भूमि सम्बन्धी विवादहरू आउन सक्नेछन्। पञ्चम भावको बृहस्पति उच्च रहे पनि आषाढ 32 गतेपछि अस्त रहने भएकाले अस्तको समयमा विद्यार्थी वर्गहरूमा समस्याहरू आइपर्न सक्छन्। परीक्षा वा प्रतिस्पर्धामा केही हदसम्म पछि ठेल्न सक्ने देखिन्छ। द्वितीय स्थानको मालिक मङ्गल शत्रुगृही रहनाले दाँत सम्बन्धी समस्याहरू देखा पर्न सक्छन्। बृहस्पति दशमेश नै भए पनि अस्त समयमा यसको फल न्यून हुन्छ। त्यसैले कार्यक्षेत्रमा पनि विवादहरू थपिने र कामको चाप बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रमा रोकिएका कामहरूमा झिनो सुधार हुनेछ। अन्य कुरा सामान्य नै रहनेछ। यो राशि हुनेले
हामीले शनिबार पिपलमा जल चढाउनु र हनुमान चालिसा अनि मृत्युञ्जय पाठ गराउनाले केही शुभ फल मिल्नेछ। यस राशिको शुभ बार भनेको बिहीबार देखिन्छ भने अङ्कहरूमा 4 अङ्क शुभ अङ्क हो। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? हामी आगामी भाद्र महिनाको राशिफल लिएर फेरि उपस्थित हुनेछौँ। हाम्रो गुरुदर्शन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। हामी अन्य भिडियोमा सनातन धर्म संस्कृति र ज्योतिष सम्बन्धी फलादेशहरू लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हामीलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद, नमस्कार, राधे राधे।